हेलो एभ्रिवान, वेलकम ब्याक टु माई ब्लग। सो तपाईँहरूलाई कस्तो छ? मलाई एकदम सन्चै छ र अहिले चाहिँ 7:30 भएको छ बिहानको। आज चाहिँ स्याटरडे हो अनि भर्खर उठेर पानीसानी खाएर हामी चाहिँ चोक जान लाग्यो किनकि सामान लिनु थियो र दिउँसो हाम्रो पानीपुरी खाने प्लान छ। त्यही भएर सामान लिन चाहिँ म र मेरो भाइ जान लाग्यो। मेरो भाइ यहाँसम्म आएको थियो, सुहायो भनेर फेरि फर्को। यो चाहिँ झोला हो। यस्तो यसलाई चाहिँ नि बिहान हिँड्न मलाई यस्तो अल्छी लाग्छ, तर फेरि खाना भनेपछि त नो किन्ने हो। म खाना भनेपछि त म जे लिन पनि जति बजे पनि म 12 बजे लग्यो पनि म खाना भनेपछि हिँड्ने हो। त्यस्तै छ। हामी बस्ने ठाउँ कति राम्रो छ हेर्नु न, भ्यू हेर्नु एकदम राम्रो छ किनकि म बस्ने हो नि त, त्यही भएर राम्रो हुन्छ। अनि यो पछाडिको चाहिँ हाम्रो घर हो। उतापट्टिबाट राम्रो देख्छ, यहाँबाट चाहिँ खासै राम्रो देख्दैन। बिहान हेरेर त यार कति जाँगर हो कि मान्छेलाई। संसारमा मै मात्र हो क्या यस्तो जाँगरै भनेको। हामी चाहिँ जाँदैछौँ। हाम्रो चाहिँ चोक अलिक टाढा छ क्या, धेरै हिँड्नुपर्छ। भर्खर एउटा पसल आइपुग्यो। यत्रो हामी हिँडेको 5 मिनट भइसक्यो। त्यो पनि धेरै हो बिहान यहाँ चाहिँ मन्दिर छ क्या बाटामा, अनि बिहान केही खाएको पनि छैन नि त, त्यही भएर दर्शन गरेर जाऊँ भनेर। यो आलु 150। यो चाहिँ यो कस्तो खालको आलु हो? यो सानो त्यो 80 रुपैयाँ किलोलाई। हैन भाजी यो दिनुस् न, यो सानो। यो पानीपुरी खान ठिक हुन्छ। यो पानीपुरी एकदम बेस्ट छ। सानो भइहाल्छ नि हैन? धनिया छ कि नै? ए त्यति चाहिएन। ल म चाहिँ पहिला सामान लिन्छु यो। अनि हामीले चाहिँ यहाँबाट धनिया आलुहरू बोकिसक्यौँ। अब यो पसलबाट फुराउने पुरी अनि अरू के बदामहरू बोक्नु छ। अब यहाँबाट बोक्ने अनि जाने। धन्न चोक जानु परेन, आलु चाहिँ मासुले पायो पानीपुरी खानेवाला। अब यहाँबाट लगाऊँ। दाइ पानीपुरी दिनुहोस् न प्याकेटको। हजुर कति हो त्यसलाई? एउटै राखिदिनुहोस्। बदाम नि राखिदिनु न, खुल्लाको 50 रुपियाँको। हामीले चाहिँ योवाला पानीपुरी दिउँ, दुईवटा लिउँ किनकि एउटाले अलिक पुग्दैन। हामी धेरै भुक्कट खालको मान्छे हो। पाएपछि त रेवान्स नि हाँस्छ। रेवान्सको फेभरेट हो। रेवान्सको डिमान्डमा खान लागेको आज हामी। अब चाहिँ हामी घर जान लाग्यो अनि घर गएर खाना खाने। त्यसपछि थाकिसक्यो हो म त्यति हिँड्दै। अनि पानीपुरी चाहिँ दिउँसो बनाएर खाने। कस्तो राम्रो साग हेर नि रेवान्स है। हाम्रो यता चाहिँ भक्तपुरमा चाहिँ अर्ग्यानिक हुन्छ कि, मतलब धेरै ठाउँहरू हुन्छ नि त जग्गाहरू, अनि त्यही भएर अघि हामीले पनि रोकेको मन्दिर यही हो भनेपछि हामी आउनु लागिसक्यौँ अब। अनि यता एकदम फ्रेस पाउँछ क्या तरकारीहरू चाहिँ। हामी चाहिँ सामान बोकेर हिँडिसक्यौँ। बाटो कस्तो खराब छ भने यो बाटो चाहिँ सानो छ अनि गाडी चाहिँ एक दुईवटा हिँडिरहेको हुन्छ भने, अनि मान्छे हिँड्नु यस्तो अप्ठ्यारो हुन्छ। कोही देखिरहेको छ पावरको मान्छे भने हाम्रो बाटोको लागि बजेट छुट्याइदिनु होला प्लिज। के भएको हौ यो? काठमाडौँ बसेर हो कि हो यो? हिँड्न त हिँड्न परेपछि त खुट्टा के भएको जस्तो। हाम्रो चाहिँ त्यो ओरेन्ज कलरको घर हो होइन। हामी चाहिँ हिँड्दैछौँ। यो अब यस्तो उकालो आउँछ कि म त थाक्छु। सामान चाहिँ रेवान्सले बोक्दैन? दिँदैन। बोक्छ अरे। ल मेरो भाइले सामान बोक्न लाग्यो। आमा गरौँ छ यहाँ दिसो। यस्तो हेल्प गर्ने भाइ भएपछि त जिन्दगी सारा अरे क्या। अब हामी चाहिँ घर पुग्छौँ। भाइको लागि चाहिँ छुट्याइदिएँ मैले त्यही किनकि यो धेरै गरम छ। यो चाहिँ मै बोक्छु। बाटो पनि अप्ठ्यारो छ। होइन मकै हेर्नु न कत्रो भएको। अप्ठ्यारो लाग्दैन उसलाई त। मकै कति ठुलो भइसक्यो यार, खाने बेला भइसक्यो मान्छेहरू। ओके अब बाई बाई, पछि भेटौँला। म चाहिँ चोकबाट आएर खाना खाएर म सुतेँ। यत्रो बेरसम्म सुतेँ म, मतलब अहिले कति भयो? 1:30 भयो। त्यही भएर मैले केही पनि बनाएन र अहिले चाहिँ खाजा बनाउने टाइम भइसक्यो र म चाहिँ खाजा बनाउन रेडी भइसकेको छु। आज हाम्रो पानीपुरी खाने प्लान थियो, त्यो त तपाईँलाई थाहा नै छ। त्यही भएर अब हामी खाजा बनाउन रेडी भइसक्यो। खान लागेको अब
बनाउँदै अर्को के खान्छ न हाम्रो पानी पिरो खान्छ खाइदियो पिरो नभए होला त्यही एउटा खाऊँ न के खानु लाग्यो खाँदै खाइदेऊ त एउटा पोखलाई ल भाइले खान्छ सुरु गरे आमा के भयो त्यसलाई बोल्दैन त मिठो खा त्यो त पुरी सानसानो राखिदिनु है हात हेर्नु यहाँ मिठो भन्न खोजिरहेको भाइले कुरै बुझ्नु यम्मी होइन रे पानीपुरी खाएर मेरो पेटै फुलो हाम्रो घरमा कस्तो राम्रो स्ट्रबेरी फुलेको छ कस्तो राम्रो स्ट्रबेरी फुलेको छ कहिले ठुलो हुने हो ए बल खेलेर आइस ओके एभ्रिवान आजलाई यति नै बाई बाई सी यु इन नेक्स्ट भिडियो र यो भिडियो चाहिँ धेरै लामो हुँदैन अर्को भ्लग चाहिँ म अलि लामो बनाउने कोसिस गर्छु र म कोसिस गर्छु कि हप्तामा एकचोटि चाहिँ म एउटा भ्लग बनाएर हालौँ बाई बाई ओके एभ्रिवान मेरो भ्लग चाहिँ म यहीँ एन्ड गर्दैछु र मेरो भ्लगलाई राम्रो हेरिदिनु होला लाइक गरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला